स्केटिङ खेल्ने उयो पनि ल्याइदिनु भएको छ सानलाई अहिले फुलमा भन्नुभएको स्केटिङको 3टा जुत्तामा एउटा चक्का चाहिँ हराइरहेको रहेछ एउटा सबै छ भन्दै स्केटिङ खेल्ने जुत्ता पठाइदिनु कसरी चक्का हराएको चकलेट यति धेरै माथि मलाई नपठाउनु भनेको थियो एकदम सरप्राइजमा फोन पनि पठाइदिनु भएर आइसु मलाई थाहा थिएन सरप्राइजमै पठाउनुहुन्छ एकदम नभनिकन सामानहरू कति धेरै सुस्याङ घरकोपट्टि टेन्सन हुन्छ कहिले आफ्नो परिवारलाई यति धेरै गिफ्ट दिएको देख्दाखेरि त कस्तो बबाल जुत्ता यार चक्का नि लाउन मिल्ने है स्केटिङको हेर्नु त भर्खर लाउनु झक्क महँगो 10-12 हजारको जुत्ता हो त यो चाहिँ रहेछ गाइस काजु अनि यो चकलेट मेरो सायनलाई लुगा पुर पठाइदिएकै लाइसकेको छैन छोराले चाहिँ लुगा उसको बाबाले पठाइदिएको लुगाहरू लगाउन नपाइदिने कति पठाइदिनुहुन्छ छोरोले यो कहिले लाउँछ होला अब यो अर्को सानो नि पंखा गर्मी हुन्छ कता कता हेर्दा भनेर मलाई पंखा पनि पठाइदिनु हरदम छुनु बाबुको लागि अनि अब यहाँ चाहिँ के छ त गाइस चक्का होला चक्का खोइ सानो अब यसमा चाहिँ डान्स गर्दै एक्सरसाइज गर्नु अब त्यसमा Susan Chapagajiको चाहिँ आफ्नो एउटा जुन फ्री स्टाइल छ नि द्याट इज वाट मेक्स हिम भेरी डिफरेन्ट के भन्नु न त यति धेरै फलो गर्ने अनि हि केम अप विथ हिज ओन युनिक स्टाइल अब हाम्रो सुजन श्रीपालीको कुरा गर्नु पर्दा चाहिँ